my baby, my darling, my baby. मसँग त अब यहाँ चाहिँ धान धान हेर्नु राम्रो गर्छ नि त माछा आफ्नो गुरु के खेलाएको हुन्छ अब म चाहिँ पूर्वदेखि लिएर दक्षिणसम्म जुन जुन भुल्न ती भाइ लेख लाग्ला नि हो जुन जुन बिरुवा छुनु हुँदैन नि बिसादी हुन्छ के कति बिरुवा लाली कुरा त्यहाँ छ एउटा मात्रै रहेछ त त्यही खान्छ भने खाइहाल त पानी छ त्यहाँ बस्ने नै भएपछि त आरामले जाउँ यो बाउ छोरीको ग्रह नमिलेको देख्दा पनि नि म छक्कै पर्छु ल हेर कसरी नमिलेको बोली पछि बाँध्नु पर्छ अनि यसको गर्दा चकमक पनि बनाइमा मैले नमागेको भाउजू आराम छ नि साल्पा पोखरीको यात्रा सपनामा यस्तै बाटो हैन भिडियो क्या साल्पा हालेको भिडियो क्या ब्लगहरु छाता त मै बोक्छु कहिदिनु पानी पर्यो मेरो त्यो भाउजूलाई दे गुड हिनारको पातली दा यसलाई के चढाएको भन्छ यो खै के भन्छ देउराली बनाउँ खै मेरो झोका भिजेछ भिज्न त भिजिरहेछ कता पछाडि पुरै भिज्यो हल्का हल्का हिँडेर गर्मी पनि भइरहेछ उकालो चढेर सासानी भइरहेछ पानी परेछ हाम्रो सबजना निजोक रमाइलो छ साल्पा पोखरीको यात्रा यतातिर आउँदा चाहिँ छाताभन्दा प्लास्टिक नै राम्रो हुने रहेछ चौरभरि फुल छ बाघ बस्छ भालु बस्छ क्यामेराबाट त देखिँदैन तल नै दाजु एउटा फोटो हानु कस्तो आँखाले देखे जस्तो सिन नै नआउने क्या
खोइ म देखाएको थिएँ होइन तपाईँको उसमा ड्याडी फेरि नारायण यता चाहिँ मामु बजार यता चाहिँ साल्पा पोखरी मेरो मन भुल्यो तिम्रो मनैमा नयाँ बुहारी त नयाँ बुहारी हराइदियो त्यो मान्छे हेरेपछि सको अमिन खान्छ हामी आजै फर्किनु भयो त भोलि पूजा गर्छन् होइन र अलिक त्यहाँ नभ्याउनु पनि काममा पनि छ अनि नभ्याउनु भने एकै दिनमा हर गरेको एउटा चौतारो भेट्छ त्यहाँदेखि उँभो डाँडा देख्छ बाटो यात्रा यस्तै हुँदैछ यात्रा भन्ने कुरा चाहिँ पानी परेछ कतिवटा डाँडा नाग्नु पर्ने हो नि लैलै ढुसीले केही देखिँदैन गुराँस फुलेर ढकमक्क छ अङ्कल उकालो चढिसक्दा कस्तो फिल हुँदैछ मलाई त एकदम रमाइलो रमाइलो यहाँ हामी पाहाडमा जन्मेहरू के गरेर खेलिखाइ गरेको मान्छे कहाँ कहिले देख्नु भएको जस्तो पाहाड देख्न पाउँदाखेरि त साँच्चै आनन्द आएको छ त्यसमा पनि हामी अब पवित्र धाम हजुर हाम्रो भोजपुरको पवित्र धाम माने Welcome my dream place सालपासी पोखरी हे भगवान
के वर्णन गरौँ के भनौँ म के भनौँ हे भगवान एकछिन खोल्नु नि त हौ दिन नि दिन खोलिदिएको भए कति राम्रो हुन्थ्यो अङ्कल यहाँको धार्मिक आस्था चाहिँ के छ हौ मलाई पनि त्यस्तो त केही थाहा छैन होइन हजुर तर जे भए पनि साल्पा भनेको अब हाम्रो ठाउँको एकदम पवित्र तीर्थस्थल हो अब कति पनि मान्छेलाई दुःख कष्ट पर्दा होइन हजुर जस्तै अब छोराछोरी बोलेन अब मेरो छोरीले दुध खाइन हजुर होइन रोकै गरी होइन रुँदा पनि रोइन दुध पनि खाइन केही पनि भएन अब छोरी मर्न आँट्यो हजुर अनि मेरो भाउजूले अनि के अरे ल है साल्पा माता नानीले दुध खाओस् हामी तिम्रो भाकल कुरा गर्छौँ आउँछौँ साल्पाले आउँछौँ हामी भनेर भाकल गरिदिनु भयो होइन हजुर नानी रोइ पनि दुध पनि खाइ तर हामीले गल्ती गऱ्यौँ समयमा लिएर ए अहिले आउनुहुने दिदीलाई त्यही भएर लिएर आउनु भएको समयमा लिएर आउनु सकेनौँ अहिले अब यो कति सालको कुरो हो भने त्यो जन्मेको 48 साल कति चाहिँ राम्रो फुल्छ र यसले अब यसको लक्के चाहिँ आफ्नैमा कस्तो राम्रो नि मैले त यो त कुरा देखेकै थिएन हौ अञ्जली के अरे तिमी हार्दिक यता सोलु उताबाट साल्पा साल्पामा आएर मेरो छोरीले फुल टिपिन् आउरे साल्पावाली आउरे ड्राइभरका छेउमा म बस्छु मनी लाउने होइन मलाई 3 दिन 3 रात निजाउँदिन 3 दिन 3 रात निदाउन नारी बुवा निजाउँदिन ल अब झुकी आइ ल साल्पा गएर आइयो भाउजू कस्तो भयो एकदम मरेर पुगे अहिले कस्तो भएछ भन्नु न होइन अहिले फर्किँदा चाहिँ कस्तो फर्किँदा लाग्यो चाहिँ एकदम रमाइलो एकदम झक्कास यही बाटो त हो नि ल भाइ मेरो छोरी साल्पा पुर्याएर लिएर आएँ छोरीलाई पनि ठुलो भाइ भाइ लु जाऊ भाइ होइन होइन आँखाले देखे जस्तो कस्तो आउँदैन क्या कस्तो आउँदैन यति सुकुन छ देखे जस्तो नआउनुको कारण क्यामेरा भनौँ त यसो मात्रै चिराइतोको बिरुवा हामी बास बसेको घर
कार्बिटी त्यही हो त नि के त चाहिँ तल होला नि त भनेको थिएँ नै भनेर भनेको थिएँ यो झिरिप पारिदिइहाल्छ एकैसाथ यो लाइन त हटालो लाइन हो नि त। निकाल्नु ल बहिनी हजुर के झर्ना कहाँ छ झर्ना? यो के खोइ त बजेन नि त कुनै भएन। चक्सिला खोला बोल्दिन नि त हौ अम्बिका यहाँ बजिसक्यो यहाँ त अघि नि कनेक्ट त भइसक्यो ब्लुटुथ त छ नि। त्यहाँ अन भएको देखाइरहेको छ होइन मेमोरी लुकायो के भएर बजेन यसलाई स्तरमा आयो क्या त्यसमा लाग्यो होला वाह बाटो त हौ ओह्रालो घरमा त के कुम्रुम आमामा संसारमै पाइएको छैन कति हल्लेको चिया चाहिँ खानुहुन्छ है चिया चाहिँ खान्छु यो चाहिँ मोहीको है मोहीको हुन्छ हुन्छ 7 जना खोज्नु पर्यो अरु 7 जना खोज्नु यो म आफै गयो चाहिँ साह्रै राम्रो घरकै दाजुभाइ गयो भन्दा भयो सिलबासको नाच्ने ठाउँ अलिक छिटो आइएछ नि हो चन्डीमा चाहिँ हेर्नु पर्छ
लु दिन 15 चौको 60 हजार के पनि के उतै ल